छु खोइ हाम्रो बुवा कता हुनुहुन्छ बोलाउ त हजुरको फोन आउने बित्तिकै बोलाइसके आउँदै हुनुहुन्छ ऊ आउनुभयो बाबु अनि सन्चै पुग्यो हजुरआमा आज बिहान 5 बजे पुग्यो अनि यता आएर रुममा सबै चिज मिलाएर फोन गरेको भनेपछि सकुशल पुग्यो अनि कलेज कहिलेदेखि छ त छोरो कलेज अब 3 दिनपछि छ बुबा तँदेखि तेरी आमा रोक्को रोइछ नाति भनेर सम्झाएर राखेको थिएँ ठ्याक्कै आज तेरो फोन आयो अब त तेरी आमाको मन पनि ढुक्क भयो होला नि अनि पिर लाग्दैन त हाम्रो बुढेसकालको लट्ठी हौ तिमी आमाको मनमा चिन्ता लागिहाल्छ नि कति चिन्ता लिनुहुन्छ क्या आमा हजुर ढुक्क हुनुहोस् त म त आफ्नो पढाइ सकेपछि फर्किहाल्छु नि हजुर यसरी दुःखी भएको म देख्न सक्दिनँ र मेरो पढाइमा पनि ध्यान जाँदैन होइन होइन छोरा अब तिमी ढुक्क हुनु र पढाइमा ध्यान दिनु म अब कहिल्यै पनि आफ्नो आँसु झारेर तिमीलाई कमजोर बनाउँदिनँ ठिकै भन्यौ शान्ता तिमीले करियर बनाउन गएको छोरालाई यसरी कमजोर बनाउनु हुँदैन बरु हौसला दिनु जरुरी छ एउटा बाबाआमाको कर्तव्य भनेको छोराछोरीलाई संसार जित्ने योग्य बनाउनु हो म पनि यही चाहन्छु मेरो आमा बुवाको आशीर्वाद सधैँ यसरी नै लागिरहोस् यति भएपछि त एउटा छोरालाई संसार जित्न कसैले पनि रोक्न सक्दैन हाम्रो आशीर्वाद सधैँ तिमीलाई लागिरहोस् ला रातिको 1 पनि बजिसकेछ ल त आमा बुवा भोलि दिउँसो गफ गरौँ न एकदमै थकान महसुस भएको छ म सुत्न गएँ ल ल बाबु ख्याल राख्नु यताको चिन्ता कति पनि नलिनु हस् आमा हजुरहरू पनि मेरो चिन्ता नलिनुहोस् र आफ्नो ख्याल राख्नु आँखा पोल्न थाल्यो म सुत्न गएँ गुड नाइट ल गुड नाइट इजरायलमा कब्जा गरेको इन्टरनेशनल बीबीसी न्युजबाट जानकारी प्राप्त भएको छ। आक्रमणको क्रममा 38 जना बालबच्चा सहित 736 जना इजरायली नागरिक, 79 जना विदेशी नागरिक र 379 जना सुरक्षाकर्मी गरी जम्मा 1195 जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ। यति बेला भने इजरायलको पुरै भाग हमासको कब्जामा रहेको र 251 जना मानिसहरूलाई भने हमासले बन्धक बनाएर राखेका छन् र ती निर्दोष मानिसहरूले कहिले छुटकारा पाउलान् भन्ने कुराको जानकारी भने अझै पनि अत्तो छैन। दर्शकवृन्द, आशा गरौँ कि तपाईँ हाम्रो देशका कर्णधारहरू जो जति पनि आफ्नो भविष्य बनाउनका निम्ति इजरायल अध्ययन गर्न लागिरहेका थिए उनीहरू सुरक्षित रहोस्। यो सिलसिला कहिलेसम्म चलिरहने हो थाहा छैन, त्यसकारण आउनुहोस् तपाईँ हामी मिली उनीहरूको लागि प्रार्थना गरौँ। अब त केवल भगवानमाथि मात्रै आशा छ। आजको लागि यति नै। हस्त धन्यवाद। ए हजुर फोन नगर्दा छिट्टो The number you are trying to call is currently not reachable. Please try again later. खै त फोनै लागेको छैन त दादालाई। हे भगवान, मेरो छोराको रक्षा गर। नेपाललाई बेसीमा फोन गरेर बुझ्छु म तिमीहरू नातिनी केही भएको छैन उसलाई।
हेलो, सुन्नुहोस् न, के हो नेपाल एमएसी हो? हजुर हो। अरूले चलिरहेको घटनाबारे केही जानकारी लिन सक्छु? हजुर भन्नु न। आजभन्दा 3 महिना अगाडि मेरो छोरो पनि इजरायल अध्ययन गर्न गएको थियो, तर हिजोको न्युजपछि मेरो मुटु ठाउँमै छैन। यतिखेर मेरो सबै परिवार स्तब्ध छन्। हामी निकै आत्तिएका छौँ। मेरो छोरा सुरक्षित छ कि छैन होला, एकचोटि जानकारी पाए हजुरको ममाथि ठुलो धन्यवाद थियो। यतिखेर म पनि निशब्द छु बुबा, कृपया मलाई माफ गरिदिनु होला। हजुरले ठुलो आशा बोकेर पक्कै पनि नेपाली विषयमा फोन गर्नुभएको होला, तर हामीसँग पनि यसको जवाफ छैन। हामी पनि अब अर्को न्युजको पर्खाइमा छौँ। आशा राखौँ कि सबै कुरा ठिकै होला। घरमा सान्त्वना दिँदै गर्नु बुबा, हामीसँग यही एउटा उपाय बाँकी छ। हस् त नानु, धन्यवाद। के भन्नुभयो? छोरो सुरक्षित छ अरे? उहाँहरू पनि निशब्द हुनुहुन्छ। अब त केवल भगवान्माथि मात्रै भरोसा छ। हे भगवान्, कृपया रक्षा गरौँ। मेरो छोरो जस्तो पठाएको थिएँ त्यस्तै फर्काइदेऊ। नानु, के भयो? किन रोएकी? नानी भन न छिटो। आमा, हाम्रो सारा खुसी लुट्यो। के भन्छे? के भन्छ नानीले? मैले बुझिनँ। कसैले मलाई पनि कुरा स्पष्ट पारिदेऊ। यसैमा के आइलाग्यो यस्तो? ए हजुर, के भयो? मेरो मन त्यसै आत्तियो के? छिटो भन्नुहोस् न। तँलाई जे कुराको थियो त्यही भयो। हे भगवान्, मेरो पुरस्कार बेला थिए। किन बुझ्यौ? हामीले तिम्रो के बिगारेको थियो र? ताकि सकुशल फर्कियोस्। तर यो दैवको खेल यस्तै रहेछ। घाउमा नुन छरे झै त्यो सुन्दर परिवारको सारा खुसी एक पलमै लुटियो। छोराको सास कुरिरहेका ती बाआमाले अन्तिममा छोराको लाससँग भए पनि चित्त बुझाउन पर्यो।
आफ्नो भविष्य बनाउँछु भनेर आफ्नो देश छोडेर विदेश जान्छ। आफ्नै देशमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था हुने थियो भने आज मेरो छोराले यो हालत हुने थिएन। मेरो पुरस्कारको सहारा बुझिए थिएन। मलाई जस्तो बिहा र मेरो र अब आउने पिँढीलाई नबोलोस्। आऊ अब सबै नागरिकहरू सचेत बनौँ। अबका पिँढीलाई कुनै छैन देशमा नै बस्ने वातावरण सिर्जना